मैले नै कस्तो इमेजिनेसन गरिरहेको छु हजुरलाई भेटेपछि हजुरलाई किस खाने भने हजुर त कहाँ खाना खाने कुरा गरिरहेको भन्नु न के छ हजुरले किस खाएपछि ठडक्कै हुन्छ नि के हुन्छ त हजुरले कसरी हाल्छ हजुरले पो मलाई हान्ने होला त ठुलो त सबै चिज ठुलै त हुन्छ नि ठुलो भएपछि कस्तो के बोसु त मेरो त मैले खाँदैन नि अरूको तिम्रो हेर्नु पिङ्क खोजिरहेको रहेछ होइन खोजिरहेको रहेछ तिम्रो चाहिँ के छ सेक्ने त मैले हो कहाँ तिमीले होइन कहाँ तिमीले त जस्ट सेकाइ खाने बुझ्नौ के हेर्नु पर्ने गरे $20 मा तिम्रो हाइट कति छ अरे मतलब म त दुहाइ यस्तो हो क्या फेरि खाना खाइसकेपछि एकचोटि एक्सर्साइज फेरि काममा जानुभन्दा एकचोटि अगाडि एक्सर्साइज त्यसपछि अनि घर फर्किसकेपछि एकचोटि एक्सर्साइज अनि त्यसपछि खाना बनाउँदा एक दुईवटा अब पुसअप एक्सर्साइज अनि त्यसपछि खाना बनाइसकेपछि एक्सर्साइज त्यसपछि अनि खाना खाइसकेपछि अनि सुत्न अगाडि एकचोटि एक्सर्साइज के म अब सेट यहाँ नदेख मलाई यार गाह्रो पर्छ यार बुझ्दैनौ मै सुत्न सक्दिनँ कस्तो कुरा गरेको यार कहाँ सुत्न दिन्छु र मैले तिमीलाई खुवाउनु पर्यो मैले यति त्यस्तो गाह्रो भइसक्यो तिमीलाई तिमीलाई प्यास लाग्यो भन न सिधै म त यस्तो कुरामा सोझो हो क्या फेरि पढै देखाएको छैन क्या मैले हजुर बेबी म त आगो कालो भयो भने राम्रो मेरो समय हो नि त त्यो हो नि त स्वाद चाहिँ त्यस्तोमा पर्छ क्या बुझ्दैनौ तिमीलाई देखाउन म पैसा तिर्छु आएर झन् आत्तिएर रातभरि अब 15जना टोइलेटमा छ अरे हेर्नुहुन्छ फेरि अहिले ब्यान्ड भयो भने तपाईँको लाइफ हुँदैन तिमीले तलको हेर्नु न तल त कहाँ अब त्यो देखाएको भए पो हेर्नु आमाको छोरी ल अनि यहाँ यस्तो अनि फेरि रन्केर टन टन भयो भने के गर्नु बिस्तारै पालो आउँदैछ के ए बोका आफ्नो कालोले अर्काको गोरो चाहिने दुइटै गर्छ नि त सफा गर्दै अर्को नि अब अरूले त गर्दैन नि त तर्फ दुइटै गर्नु पऱ्यो क्या फेरि मैले दुइटै गर्ने केटी चाहिन्छ क्या भुइँमा आवाज आउँदैन अरे नि त न टावेल चाहिँ हजुर अनि म यसरी बस्छु कि अनि यसरी बसेर हजुरको छुन्छु बिस्तारै अनि रन के भने के गर्नु कसरी गर्न पड्काउनु कसरी मादलको ताल कसरी मिलाउन मन लाग्छ मलाई त त्यो होला भनेको मलाई डक्पुज मात्र थाहा छ अरू थाहा छैन यदि म भर्जिन रहन्छु भने के गर्नुहुन्छ भने अब तिमीलाई डोज दिन्छ डोज पुग्ने गरी अब तिमीलाई डोज पुऱ्याउँछु म खरकुल्ला गुला खोइ के भन्छ हौ हेलो नमस्ते ओ माई गुडनेस नमस्ते यार नमस्ते आज त मेकअप पनि चेन्ज हो कि ल्यासेस आज नभएको हो कि आज किन चेन्ज देखिरहेको छु त म अस्ति तेल लगाएको भनेको ए तेलमा तेल तोरीको तेल मम्मीले लिएर आएको तोरीको तेल आमाले लगाइदिएपछि त अनि छोरी त पुरै नक्कली भइहाल्छ त होइन खोइ अनि आमा सासु आमा खोइ आज मम्माले प्राइभेसी दिएको रे कसलाई हामीलाई तिमी र मलाई तिमीले चाहिँ किन प्राइभेसी दिएको रे मतलब कस्तो खालको प्राइभेसी तपाईसँग किन सबसँग बोलेको नि ए हुन्छ अब जतिजनासँग बोले नि एउटासँग मात्रै हुने हो बिहे के गर्छ अब गाह्रो छ त होइन पुग्दैन मेरो के पुग्दैन हाइट पुग्दैन तिम्रो किन पुग्नु पर्यो मेरो म लम्बु छ त अलरेडी के भन्नु थियो हजुरले के भन्नु थियो पुग्दैन के मतलब तिम्रो हाइट पुग्दैन कि मेरो चाहिँ तिमीसँग पुग्दैन हजुर पुग्दैन मसँग डल्लै हुनुहुन्छ तिमी कहाँ अनि हिल्स लगायो भने त तिमी 6 फिट भइहाल्छ नि नै हिल्स नलाए नि चप्पलै लाउँछु बरु मैले मेरो हाइट अब तिमीलाई यहाँ देख्यो भने फेरि एकदम गाह्रो हुन्छ क्या छ नि गाह्रो हुन्छ क्या यहाँ देख्यो भने देखाउनु नि मिल्दैन क्या भेटेर मात्रै हुन्छ क्या खासमा चाहिँ क्या बुझ्दैनौ देखाउन यहाँ कसरी देखाउँदा यार हाइट पनि यहाँ अब बस्ने चिजमा उभिएर अब तिमी पनि बसिरहेछ अब उभिने चिज होइन नाच्ने चिज होइन क्या टिकटक होइन क्या मोबाइल होइन क्या बुझ्दैनौ ओइ कस्तो दियो त हौ थर्काको क्या होइन हौ आई लभ यु क्या बेबी बुझ्दैनौ मैले कस्तो इमेजिनेसन गरिरहेको छु हजुरलाई भेटेपछि हजुरलाई किस खाने भने हजुर त कहाँ खाना खाने कुरा गरिरहेको किस खाने त्यो खाना खाइसकेपछि खाने गिफ्ट गिफ्ट के गिफ्ट के गिफ्ट पाउने भनेको के किस भनेको कस्तो तपाईँ कस्तो भएको भनेको मा कि कसो मैले कानले त्यही सुनेको
तपाईको कानलाई सुनाउनलाई मैले मा कसम झुट बोले हैन मा कसम मैले त्यही सुनेको ल मैले भनेको के सुनेन मैले किस सुनेको मा कसम किसै त भनेको त अनि मैले त्यो त किस अब त्यो खाना खाएपछि खाने चिज हो नि त किस भनेको बुझ्नु आफ्नो त्यो भनेको डेजर्ट हो क्या किस भनेको के हो थाहा छ किस भन्ने चिज पनि के औषधि हो र डोज दिए जस्तो खानापछि अनि खानापछि नै स्वाद ग्यास्ट्रिक हुन्छ क्या त्यो बुझ्दैनौ खाली पेटमा खाने होइन क्या खाना खाएपछि खाने हो क्या त्यो बुझ्दैनौ खाना उठ्ने बित्तिकै खाना के अरे पानीसँग के एक घोट के पानी अब पानी पछि एक घोट भनेको त्यस्तो होइन पछि खाना खाने टक्क स्वाद लिने अनि त्यसपछि टक्क अन्त आफ्टर द्याट त्यो हो क्या त्यो डेजर्ट जस्तो हो क्या त्यो भनेको न बुझ्दैनौ तिमीलाई थाहै छैन किस खाने भनेर तिमीले लिपस्टिक लगाएर आएको टाइम टाइममा गएर जाउँ न एकचोटि थापा मात्रै खुर्र किस खाना यस्तो भागेर आउँछन् फेरि भन त मैले आधी सुनिनँ आधी मात्रै सुने अरे भागेर आउने किस खाने भाग्नै पर्दैन नि यार म दिन आइहाल्छु नि आमाले पनि अब प्राइभेसी दिने अब तिम्रो आज जसरी दियो त्यसरी नै अब व्यवस्था गर्नु पर्यो नि त प्राइभेट भन्नु न के चाहियो हजुरलाई मलाई सबै चाहिन्छ मलाई त फेरि अब कहाँ किसले पुग्दैन अनि कि बोका थाहा थियो कि रगतमा तेजी ठरक पनि निस्किरह भनेर पुरै यस्तो के हो ठरक भनेको चाहिँ भएन हौ त्यस्तो त्यो अब त्यो कस्तो कुरा गरेको होला यार के किस अब म केही भन्दिनँ अब बुझ न बोल्नु न के किस खाएपछि ठडक त हुन्छ नि अनि के हुन्छ त त्यो भनेको नै के बोका भनेको के बोका अब त्यही अब खसी भएन त अब के गर्नु यार हेर न अब तिमी चिल्लो बनाउँछौ मैले सुक्खा अब बुझ न यार तिमी लाएर चिल्लो बनाउँछौ म नलाइकन सुक्खा भइरहेछ अब त्यो बुझ न यार खानिदिनु पर्यो नि त त्यसपछि पो अनि म त्यो हुँदैन त सुक्खा हुँदैन त फुट्दैन त मेरो नै पाएको छैन अनि आउनु त किनिदिन ढोका खोलेर म आफै फेरि माला आमाले कुचलै फेरि पुलिस रिपोर्ट गर्दा छोरी मेरो बेपत्ता कहाँ गयो कहाँ उमेगालमा बोल्दै थियो एउटा केटासँग कहाँको केटासँग भागी भनेर फेरि भोलिबाट मलाई खोज तलास गरेर मलाई फेरि खोक्का हान्दा फेरि भोलि मलाई फेरि बच्चा जस्तो कुरा गरेर खोक्का भनेको अब तिम्रो खान सक्ला तिम्रो सासू मम्मीको खान सक्ला तर यो पुलिसको खान सक्दिन के मेरो के खान्छ ओइ मलाई खोक्का कसरी के अरे मैले हजुरले कसरी हान्छु हजुरले पो मलाई हान्ने होला त हान्न त अब अनि यस्तो त्यो थियो यस्तो अलि अगाडि यस्तो अनि यो पछि ठुलो नि हुन्छ फेरि बुझेनौ फकिङ त्यो बुझेनौ हात धेरै छिटो चल्छ क्या मेरो तर बबाल पड्किन्छ मेरो हात बबाल छ हौ ओहो तिमीलाई त्यस्तो मनपर्छ त्यो खालको के त्यो खोक्का हान्दै त्यसो अलि रफ वाला के रफ वाला के होइन यार बुझ्नु पर्यो नि हाम्रो मनको कुरै बुझ्ने क्षमतै छैन तिमीसँग चुप यस्तो ठर्की त खोजेको थिएन बारे मैले बोका पनि अलिक सानो खालको बोका खोजेको ठुलै त्यो बोका गाउँभरिको तिमी अनि हाइटै सानो भयो म भेट्दिनँ भन्छ घरि ठुलो चाहियो मलाई तिमी भन्दा सानो छ भन्छ के हुन्छ कुरै तिम्रो त बुझ्नै सक्दिन यार हाइट ठुलो भए पुग्छ अरू अनि के अनि अरू चाहियो अनि हाइट ठुलो भएपछि बोका जस्तै त ठुलो त सबै चिज ठुलै त हुन्छ नि हाइट ठुलो भएपछि कस्तो हजुरको हाइट ठुलै छ क्या बुझेनौ हिजो के गर्नुभयो हिजो अब किन के यार यस्तो हिजो अब निन्द्रै नलागेर अब लास्टमा त भिडियो हेर्दै थिएँ म टिकटक त्यस्तो होइन फेरि पोर्क अब बोसो कस्तो दामी हुन्छ तिमी अहिलेसम्म बोसै खाएको छैन रहेछ बोसो त मेरो छ मैले खाँदैन नि अरूको तिम्रो हेरौँ त मलाई फेरि बोसो मनपर्छ के मार्क्स छ बहुत मनपर्छ मलाई बोसो ओहो बोसो चाहिँ कहाँ छ तिम्रो बोसो चाहिँ कहाँ छ तिम्रो बोसो छ उन पर्ने ठाउँमा मलाई त्यस्तो बोसो मनपर्छ क्या कस्तो त्यस्तै त्यति सानो त छैन अलि धेरै नै छ धेरै त मिठो हुन्छ जति धेरै भयो त्यति त बाक्लो झन् बाक्लो कस्तो दामी हुन्छ झन् बाक्लो बोसो अब
अबे हेट तेरी यार ड्याम सन हुन्छ क्या बुझ्नौ त्यस्तो हुन्छ क्या फेरि पिङ्क खोजिरहेको रहेछ न पिङ्क खोजिरहेको रहेछ तिम्रो चाहिँ के छ मलाई यस्तो सोध्ने तिमीले पिङ्क खोजिरहेको रहेछ भन्छ भने अब पिङ्क हो र भनेर सोधेको मलाई यहाँ मेसेज आइरह के भनेर भाउजू के त दाइले त पिङ्क खोज्दै बसेछ अफिसरसँग भनेर ए मा कसम त्यसलाई ब्लक हाल्दैन त्यो छ नि मेसेज रिक्वेस्ट त्यो मेसेजै नमिल्ने बनाउन भनेको बुझेनौ मेसेज त मेरो 2-3 हजारै छ के भनेर आउँछ 50-60 वटा आउँछ के भनेर आउँछ क्यान आई मिट यु क्यान आई सी योर बेबी भन्दै आउँछ होला हैन नाइ हाई हेलो प्लिज रिप्लाई यस्तो भनेर आउँछ अनि रिप्लाई नि गर्छ होला ज्याउला बेला प्रोफाइल हेर्दै बस्छ होला म कहिले पनि इन्स्टाग्राम अथवा टिकटकबाट रिप्लाई गर्दैन उबाट मात्रै केबाट ए ओमेगलको त्यो फलोअर्स मेरो त्यो कति 2 जना मात्रै फलो ब्याक गरेँ थिएँ मैले एउटा साथी केटी अनि एउटा चाहिँ दिदीलाई अरु सबै ओमेगलको ए सिक्दिन्छु मैले त्यहाँ आएर भन्नु कहाँ सिक्ने सिक्ने त मैले हो क्या तिमीले होइन क्या तिमीले त जस्ट सेकाइ खानी हो बुझेनौ अनि अरु त्यस्तो हुन्छ क्या तर मलाई फेरि केटीले सिकेको लास्ट मन तर सक्दैन केटीहरू मसँग सिक्नै सक्दैन कस्तो सक्दैन क्या अब सिक्नुलाई आउनु त ग्यासमा सिक्दिन्छु के हो त्यो भने चाहिँ थु गरेर यस्तो यस्तो ओ माय गॉड थु गरेर त झन् अब गाह्रो मलाई फेरि फ्यान्स अब हट हुन आँट्यो जस्तो हेर्छ नि म फ्यान एकछिन हल्का स्वाद पर्छ त त्यसरी स्वाद त हजुरको के पर्छ रुफ्नु के पर्छ त भन त सुनौ हेर अब थाहा भयो के भन्छ जब म केटीले बोल्छ तब चाहिँ तिमीहरूले चाहिँ बिग्रेको भन्ने हजुर अघि त्यो अफिसरसँग बोल्दाखेरि कस्तो भयो त्यो कस्तरी बोल्नु भयो त्यो परवर्ट भनिदिरहेको थियो उसले डाइलग दिइरहेको थियो के हेर्नु पर्ने गरे $20 मा यस्तो होइन के दिलबाट निस्केको के ए दिलबाट निस्केको त्यो निस्किने दिलबाटै हुन्छ क्या त्यो भित्रैबाट हो क्या निस्किने चिजहरू क्या मेरो नि भित्रैबाट मलाई फिलिङ्सले मात्रै निक्लिन्छ क्या बुझेनौ अनि आज कहाँ गयो तिमी भन त हजुरलाई भेट्नु बहुत दागो के गर्नु अनि फर्के अनि के खाएर फर्क्यो हजुरै हुनुहुँदैन के खानु त्यसै आए बुड्डेको के रे हजुर म भेटेन अनि के खाएर फर्क्यो के नै हेट मलाई एक मेसेज गर्नुपर्छ एक कल गर्नुपर्छ यार चुप्पै फर्की के थाहा अब तिम्रो दिमागै छैन अब तिमीले बुझ्दैन क्या तिमी थर्किँदा के थाहा हुन्छ हजुर त्यही हो क्या खासमा त्यही भयो क्या खासमा बुझ्नु ओ साइको भएर म त के हुन्छ भने नि साइको चाहिँ के भयो हजुर त दिमाग तिम्रो हाइट कति छ अरे मतलब म दुहाई ठुलो हेलो यस्तो हो क्या के भयो किन हाँस्छ यत्तिकै यो थर्की उड्दै यत्तिकै अहिले उड्दै हाँस्छ अनि भेट्यो भने फेरि अनि साइको हुन्छ क्या टाइप सेट सम्झिने ल सम्झिने पानी सम्किने खालको रहेछ तिमीले मैले बुझिसकेँ तिम्रो भिडियोमा हेरेर अब तिमीले अब त्यस्तो रहेछ क्या हजुर पानी छम्किने छम्काउन आउँछ कि नै पानी छम्काउन आउँछ कि नै पानी त्यसरी छम्किने पानी छम्किने अनि सम्झिने सुन्नु पानी म सिकाउँछु कसरी छम्काउने भनेर खर्की पनि हुन खोज्ने नबुझ्ने अब फेरि अब कसरी छम्काउने भन्छ म सिकाउँछु भन्दैछु त यार पानी छम्किने कि तेल छम्किने भनेको हरे पानी छम्किने अनि सम्झिने पानी छम्किने भने क्या पानी त्यो अर्कै तेल सम्झिने कस्तो तेल हुन्छ तेल अनि पानी यार सरी यार तेल आउँदैन यार त्यस्तो अनि के पानी
ए पानी पानी लाउँछ Damn, son. के होइन यार पानी अब के होइन दही दही अब दही दही तिमीले खान्छ कि नै दही मनपर्छ कि नै दुध मात्र ल दुध चाहिँ मन पनि दही चाहिँ मन नपर्ने के अचम्म हुन्छ तिमीलाई कस्तो के मनपर्छ मलाई घरको मात्र पाकिरहेछ घरमा मेरो घरमा दामी केराको बोट छ कि बाबा केराहरू पाकिरहेछ घरमा साँच्चै जति केरा पाके पनि खाने मलाई एउटा मात्रै हो क्या अरे दिनमा त्यो दिनमा एउटा त अनि एउटै भयो फिक कति चार चाहियो धेरै फेरि मोटायो भने के गर्नु खाने एउटै हो धेरै खानुहुन्न थाहा छैन केरा भन्ने चिज पोट्यासियम हुन्छ पोट्यासियम फेरि खाना खाइसकेपछि एकचोटि एक्सर्साइज फेरि काममा जानुभन्दा एकचोटि अगाडि एक्सर्साइज त्यसपछि अनि घर फर्किसकेपछि एकचोटि एक्सर्साइज अनि त्यसपछि खाना बनाउँदा बनाउँदा एक दुईवटा टेबल पुसअप एक्सर्साइज अनि त्यसपछि खाना बनाइसकेपछि एक्सर्साइज त्यसपछि खाना खाइसकेपछि अनि सुत्नुभन्दा अगाडि एकचोटि एक्सर्साइज बबाल बनाना सेक भनेर थाहा छ अबि बबाल बनाना सेकै थाहा छैन त्यो घरमा नि बनाउनु मिल्छ बनाना सेक बबाल अबि तिमीलाई त्यो थाहा छैन त्यो म खुवाउँछु तिमीलाई बनाना सेक त्यो चाहिँ घरमा बनाएर टक्क खुवाउने हुन्छ बबाल हुन्छ त्यो चाहिँ लाइक तिमी फिदा हुन्छ क्या एडिक्ट हुन्छ क्या खाइरहन मन लाग्छ क्या त्यो बनाना सेक चाहिँ क्या बुझेनौ यस्तो दामी हुन्छ धेरै खाइ खाइ फेरि बनाएर अया भयो भनेपछि त्यो अब धेरै त कहाँ होइन 3 चोटिसम्म बन्छ बुझेनौ 3-4 चोटिसम्म चाहिँ बनाना सेक इनफ पुग्छ क्या त्यतिले एकदम धेरै पनि हुन्छ हौ अनि मलाई त्यतिले पुगेन Damn, son. बन्छ त्यो बनाना सेक जति बनाउनु सकिन्छ तर अलि त्यसको लागि एनर्जी पनि चाहिन्छ क्या बनाना पनि हुनु पर्यो नि त पहिला सुरु सेक मात्रै हुँदैन बनाना चाहियो नि त त्यसको लागि पनि क्या बुझेनौ त्यो हो क्या खासमा चाहिँ तर इनफ पुग्छ क्या तिमीलाई इनफै पुग्छ क्या बुझेनौ बुझे त्यो हो नि त खासमा के हो त्यो बनाना सेक त्यो हो क्या कस्तो फरक फरक हुने रहेछ होइन अनि फरक हुन्छ नि नेपाली बनाना हुन्छ इन्डियन बनाना हुन्छ कालो पनि हुने रहेछ कि होइन मैले कस्तो हुन्छ त्यो नेगेटिभ वे भनेको नि साँच्चै हुने रहेछ के पिङ्क बनाना पनि हुन्छ अनि के भन्छ ब्ल्याक वाला पनि हुन्छ तिमीलाई चाहिँ कस्तो मनपर्छ पहिला सुरु खै तिम्रो फेभरेट बनाना चाहिँ कस्तो हजुर नेपालमा पनि त त्यही हो बाहिर कालो भित्र सेतो हुन्छ त्यस्तै हो नेपालमा कहिलेकाहीँ पहेँलो कहिलेकाहीँ सेतो बुझेनौ तिमीले त सम्झिनै हो त ब्ल्याक र पिङ्क त अब स्वाद हुन्छ क्या त्यसमा चाहिँ क्या बुझेनौ अनि स्वाद त हुन्छ त्यो मुसै तिमीलाई थाहा छैन मुसा बिरालो के हुन्छ अब तिमीलाई थाहै छैन क्या तिमीलाई यो कुरा मुसाले बिरालोलाई मार्छ ए बहिनी बिरालोले मुसालाई मार्छ कस्तै मार्छ झम्टेर नि आम्बो झम्टिँदा कस्तो मजा आउँछ हेर्न ए हजुरले झम्टिनुहुन्छ नि छोड्नुहुन्छ के अनि हजुरले झम्टिनुहुन्छ नि छोड्नुहुन्छ अब झम्टेको अब हेर्न मलाई अब मलाई त्यस्तो मनपर्छ क्या मलाई अनि के ए पागल हो अनि के बिरालोले मुसाले झम्टेर के अनि मार्छ नि छोड्छ के गर्छ त्यसलाई भन्नु त फेरि चलाइराख्छ मारिराख्छ फेरि त्यसले बच्चा दिन्छ फेरि झम्टिन मन लाग्यो झम्टिन्छ फेरि बुझेनौ अनि अरू के गर्छ गर्दैन नि पनि झम्टिँदै बस्नु त्यही त पाएर झम्टिन्थेँ क्या म पनि तर पाउँदैन नि त गाह्रो त्यो छ क्या बुझेनौ झम्टिँदा रेडी हो तर म त एक्सपिरियन्स त धेरै छ जस्तो छ हे भगवान काठमाडौँको कति बिगारिसक्यो तिमीले चाहिँ कतिजनाले बिगारिसक्यो भन न पहिला सुरु मैले त बिगार्ने हजुरलाई रोक्नु कसरी तिमीसँग कतिको एक्सपिरियन्स छ त्यसमा एक्सपिरियन्स त एक्सर्साइज कति हजुरहरूले लिनु पर्दैन मैले त्यसरी किस खान सक्छु भनेको हजुर धेरै भनेपछि धेरै एक्सपिरियन्स अलरेडी किन एक्सपिरियन्स हो र रिल्सहरुमा आउँछ यसरी नगर यसरी गर यसरी ब्याड यसरी गुड भनेर अनि हेरेर कहाँ सिक्छ त कस्तो कुरा गरे युट्युबमा जे हेरे त्यो म हुन्छ कस्तो कुरा गरेको यार तिमीले अनि तिमीले त युट्युबमा किस खाएको हेर्ने बित्तिकै तिमी अब किस खतरा हान्न सक्छौ भन्ने हुन्छ भन्नु त्यो भनेन
अनि मैले उहाँले इन्स्टाको रिल्समा आउँछ कि यस्तरी ब्याड अनि यस्तरी गुड भनेर आउँछ कि अनि अनि ट्राई गर्छु एक दुईचोटि पछि त यो भयो यो चाहिँ के हो यस्तो त्यस्तो होइन कि यस्तो के हो यस्तो यस्तो चाहिँ यस्तो सिधा सिधै त छ त यो के हो यो मेरो त बाङ्गो हुन्छ जस्तो हुन्छ मेरो त कालो सेतो हुन्छ बुझेनौ गुड एन्ड ब्याड अरू के आउँछ गुड एन्ड ब्याड कुन तरिकाले गर्दा गुड कुन तरिकाले गर्दा ब्याड चाहिँ कस्तो छ तिमीलाई चाहिँ कस्तो थाहा छ कस्तो चाहिँ व्यवस्था छ तिम्रो भन न कस्तो चाहिँ तिम्रो बबाल डेमो देखाउने कि अहिले त्यहाँ डेमो पहिला डेमो हेर्ने डेमो डेमो अब सेट यहाँ नदेखा मलाई यार गाह्रो पर्छ यार बुझेनौ अब फेरि साइको हुन्छ क्या डेमो अब त्यस्तो अहिले यहाँ हेऱ्यो भने त पागल अबे मै सुत्न सक्दिनँ हौ कस्तो कुरा गरेको यार कहाँ सुत्न दिन्छु र मैले डिस्कोड भन्ने एप डिस्कोड भन्ने जोइन गर कि त्यहाँ तिमीले कस्तो हुन्छ अब पिङ्क हेर्छौ कि ब्ल्याक हेर्छ कि व्हाइट हेर्छ कि डिस्कोड गर्ने हुन्छ क्या एउटा एप हुन्छ क्या त्यो चाहिँ डिस्कोड हेर्छु के मैले त ए होइन पानी खानु तर मैले बसिसकेँ तिमी म पो हेर्छु सोचेको थिएँ यार ओइ तिमी त म भन्दा डबल हेर्ने रहेछ हेर त ठर्की अगाडि ठर्की सोचेको तिमी किन हेर्छ हामी त सिधैमा हेर्छ कस्तो कुरा गरेको यार कसरी थर्की म कसरी थर्की भयो हामी त सिधै हेर्छ तिमी त खर्रेर पैसा तिरिरहेछ देखाउनु न त म थर्की भयो अब अरे ए थर्की कसम हजुरले त्यसरी मलाई कहिले भन्ने भन्नु त पहिला सुरु अब त्यसको लागि चाहिँ पहिला सुरु बोलचाल हुनु पर्यो कस्तो बोलचाल एक दिन मेसेज गरेपछि 3 दिन पछि कसै हिजो मैले एक कार्टुन हो क्या एक कार्टुन एउटा बियर त्यो पनि 8% को सानोवाला ग्याम दिएको छ अनि अर्को दुनियाँमा फरक बर्दियामा नपाउने चिज खाएको मैले हामीले लाने कहाँ बवाल हजुर के रे अनि त्यो ग्याम आफूले खाने आफ्नो तिमीलाई अब मैले अब तिमीलाई कसरी बनाउने यार मलाई फेरि तिमी अब खाँदैन जस्तो लाग्यो क्या फेरि बुझेनौ थर्कीहरूले फेरि खाँदैन जस्तो लाग्यो क्या पागल औरत अझ फ्लड गर्ने रे कि वो यस्तोलाई कसले युट्युबर बनायो गु जस्तो फाल बाहिर बेबी मैले भनेको आफूले गम त्यो यस्तो हुन्न त्यसको चुच्चो अनि त्यो आफूले खाएछ भनेको के मलाई खुलाउनु गम तिमीलाई खुवाउनु पर्यो मैले तिमी त्यस्तो गाह्रो भइसक्यो तिमीलाई तिमीलाई प्यास लाग्यो भन न सिधै मैले नबुझिरहेको क्या प्यास तेरी यार प्यास लागेको तिमीलाई यार भनेको के पागल मेरो त्यही त तिमीलाई मेरो त्यही त म अब त्यही त मैले अब रेडी आइ एम अलवेज रेडी फर द्याट बुझेनौ अनि बोका नामै त रगतमा पुरै बोका पनि तिमी सिरा अनि कहाँबाट रेडी हुँदैन नाइ यस्तो मन लाग्दैन भन्नु त कहाँ छ म त केटी हो नि मसँग त राइट छ नि फ्लड गर्न पाउने हजुरसँग छ राइट छैन नि छ कसरी छ कहाँबाट छ कसरी छ कसरी दियो कुन देशबाट थियो भन्नु नेपाल कहाँ जो केटीसँग नि कस्तो हो त्यो केटीहरूले चाहिँ जे गर्ने हुन्छ अनि केटाहरूले गर्यो भने चाहिँ अपराध हुन्छ कसरी राइट छ केटाहरूसँग चाहिँ कसरी राइट छैन कसरी छैन मेरो बोल्ला नि कस्तो राम्रो देखेको आँखा झन् दुईटा नाक एउटा पाल दुईटा ओ के भन्छ यो छाम्मे ककुले ओइ के हुन्छ यार दिमागै भोक लाग्यो कि प्यास लाग्यो कि के हो नाकको पाल दुईटा भने कि पागल अब तिम्रो चाहिँ अब मेरो चाहिँ एउटा छ तिम्रो चाहिँ दुईटा छ होइन फकिङ अब मलाई थाहै छैन क्या अब म त यस्तो कुरामा सोझो हो क्या फेरि पालै देखाएको छैन क्या मैले कहाँ हुनुहुन्छ
किने भन्नु न ए थर्की नाइ 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 त्यो अब हेर्दाखेरि किरा जस्तो छ भने त अब शिट बुझ्नु हजुरको त किरा जत्रो किरा जस्तो छ हजुरको भनेको हैन हौ किरा जस्तो देख्यो भने त त्यो घिन लागिहाल्छ नि भने क्या कस्तो किरा जस्तो ए हैन कालो न कालो भन्नु हजुर तिमीलाई बुझ्दैन तिमीले किरा कस्तो छ त्यो कालो किरा म त आफू कालो भयो भने राम्रो मेरो समय हो नि त त्यो हो नि त स्वाद चाहिँ त्यस्तोमा पर्छ क्या बुझ्नौ क्लिन रेगुलर बात रेगुलर छ पसिनाले दुङ दुङ पसिना गनाएर मा कसम भेट्दाखेरि थाहा हुन्छ तर ओ क्लिन छ कि छैन ओहो किस गर्दा नि ओहो यार हाइट सानो होइन केही छैन के अनि उता गएपछि त हाइट मिलिहाल्छ नि म त चढ्ने मैले हजुर हाइट सानै भयो नि मिल्छ होइन त त्यही त अब मिल्छ क्या त्यो चिनो क्या तर मेरो हाइट त्यो ठुलो छ हौ के कुरा गरेको यार मार गाली खाए यार मैले गाँड हाने यार कसले गाली गरेको आमाले के भन्नुभयो फोहोर भयो अरे कोठा बुहारी चाहियो अरे म सफा गर्दिन ओ चाहिएकै हे क्या बुहारी त बन्दैन कि तर सफा गर्दिन चाहिँ आउँछु कस्तो सफा गर्दिन आउँछ क्या तिमीले त्यो त काम गर्ने पाइहाल्छ त्यस्तो सफा गर्ने त यार कस्तो कुरा मायाले गर्छ मलाई त्यस्तो होइन मलाई कोही केटीलाई त्यस्तो गर्न मन लाग्छ ओइ सुन्नु पहिला पहिल्यै फिल्ममा फिल्ममा फेरि आइहाल्छ कि म फेरि बुझ्नु भन त दुईटै गर्छ नि त सफा गर्दै गर्छ नि अब अरूले त गर्दैन नि त सफा दुईटै गर्नु पर्यो क्या फेरि मलाई दुईटै गर्ने केटी चाहिन्छ क्या मम्मी मतलब तपाईँको मम्मी नआउँदासम्म अर्को कपडा अनि मम्मी आउने बित्तिकै छिटछिटो फेरेर अर्को कपडा अब हात बाँधेको हुन्छ के गर्नु एकछिन त ढोका अलि यस्तो सिरा गोडाइदिन्छु हजुरको बेला त बाँध्नै मिल्दैन क्या त्यो बोका ठर्कुल्ला गुला ओइ के भन्छ हौ बेबी भनेको के भन न बेबी ओइ उताबाट पनि आउनुपर्छ क्या हजुर बेबी भन न उताबाट पनि पुरा फिल लिँदैन फिल्ममा त यहाँ कहाँ हुँदैन क्या यहाँ भेटेपछि मात्रै हो क्या कस्तो कुरा गरेको क्या खै मलाई त्यो पनि बनाउन सक्नुहुन्छ जस्तो मान्दैन कसरी खै कसरी देखाउन मिल्दैन क्या अब भेटेर भन्दैछु त मैले देख्नु जति मैले देखाइसकेँ क्या फेरि बुझ्नु आँखाको प्याज त मेटा मेरो आँखा प्याज नि मेटा छैन होइन देख हेर्नु पर्यो अब फेरि तिमीले फेरि पैसा तिर्छु म भन्दा फेरि छम्मेम ककु तिमीलाई देखाउन म पैसा तिर्छु भन्दा फेरि कसले अनि त्यस्तो हो तिमी अनि अनि होइन आज कुर्ता लाएर जाँदा चाहिँ कहाँ डेटिङ जाँदा कहीँ न कहीँ चाहिँ गएको जस्तो चाहिँ मेरो मनले मानिरहेछ क्या बुझेनौ होइन रुममै बसेको आज त सफा गरेको के भर्खर सरेको नि त आज हिजो 3 दिन भयो 4 दिन 5 दिन त भयो आज अनि सामानहरू लिन गएको थियो रुमहरू मिलायो किचन मिलायो मम्मीकोमा अब फेरि सामानहरू लिन जानु छ केही थाहा छैन कि अनि कस्तो महँगो पर्छ हामीलाई त यहाँ केही थाहै हुँदैन घटाउन नि आउँदैन बिजोक रहेछ यार माया लाग्यो बरु म सिकाइदिन्थेँ कसरी घटाउने कसरी बढाउने सोफा मनपर्छ कि खाट सोफा त अर्कोवाला मनपर्छ कि कस्तो अर्कोवाला 7 साइज 7 साइज 7 साइज ए 7 साइज कि भुइ पनि भुइमा आवाज आउँदैन रे नि त न टावेल चाहिँ हजुर अलि धेरै भयो कि होइन मेरो त त्यो एप्पल बेड हो क्या बेड एप्पल हो क्या तिमी त्यसमा नि आवाज आउँदैन क्या तिमी आत्ति नै पर्दैन क्या बुझेनौ त्यो आत्ति नै पर्दैन एक्सको पनि फर्निचर थियो कि अनि फर्निचर देख्ने बित्तिकै याद आउँछ त्यो मैले बेडै किनेर बर्तन त्यो महँगो हालेर बर्तन मैले किने कि त्यो के भन्छ त्यसलाई गद्दा तर मैले एउटा मलाई किन्नु मन भएको एउटा थियो कि अनि उसले मलाई भनेको थियो अनि उसले उस्तै बनाइदिन्छु भन्दै अनि त्यही देखेँ त्यसपछि अनि बिस्तारै किन्छु अब तर भनेपछि अब तिमीलाई अब बेस्ट अथेन्टिक भनेको चाहिँ तिमीलाई अब खाट होइन भुइँ नै हुन्छ भनेपछि तर भुइँमा मजा आउँदैन क्या मा कसम ढाड दुख्छ क्या बुझेनौ त्यस्तो
त्यो त आवाज आयो त्यो देखाइ त्यो बिल्ला हुने रहेछ अनि त्यो तावाले किन ओछ्याएको त्यो पानी पुस्नुपर्छ होला भनेर पानी पोख्यो भने पुस्नुपर्छ भनेर होला के हो हैन के राति पानी निस्क्यो भने चाहिँ त्यो पानी पुस्नलाई चाहिँ पानी पोख्यो भने चाहिँ कस्तो पानी निस्क्यो भने पानी खाँदाखेरि पोखिँदैन त फ्लोमा धेरै जानुभयो जस्तो छ होइन पानी तिमी धेरै पानी उयो खाँदो रहेछ क्या तिमीले पानी त्यही अब त्यही पानी धेरै खाएपछि त्यस्तो अनि हजुरले पानी खानै दिनुहुन्न त अनि पानी अब मेरो पानी होइन क्या तिम्रो आफ्नै पानी घरको भनेको ए हजुरको त खान नदिने खानु मन छ अस्ति त दिने थियो त अब जे पनि तिमीलाई त मेरो शरीरले जे भन्छ त्यही गर नखालको भइसक्यो क्या बुझ्नौ सोध्नै पर्दैन खालको क्या अब ओके गर न हुन्छ सिधै आउने अनि यस्तो गर्ने के यस्तो गर्ने हो त्यो अब यस्तो कपडा के यस्तो टकटकाउनु पर्यो नि गर्ने अनि त्यसपछि स्वाद लिने होइन त त्यो स्वाद परिरहेछ सबैले राम्रो भन्ने रहेछ सबैले बबाल आई लभ यु भन्ने रहेछ यहाँ सबैले खै आइडी पाम नभन्ने रहेछ तिम्रो फलोवर्स बढ्ने भइरहेछ झन् यहाँ खुसी भएर केटाहरू झन् आत्तिएर रातभरि अब 15जना टोयलेटमा छ अरे टोयलेट बसेर हेरिरहेछ मान्छे कति दुःख गरेर होला तिम्रो उभि लाइभ हेरिरहेछ मान्छेहरू नौटङ्गे हजुरको अनि सब्सक्राइब भइरहेछ यहाँ तर त्यही भएर अब यहाँ केटाहरूले बिहे गर्नु पर्यो रे अब कोलाई कसको सबलाई मतलब तिमी अब यस्तो केटीहरू आजकल यस्तो केटीहरू हुन्छ अरे त्यही भएर बिहे गर्ने रे सबैजना कस्तो यस्तो म जस्तो नराम्रो राम्रो यस्तो सबैजना फ्र्याङ्क बोल्ने अलि स्वाद दिने ओ यस्तो उड्डेको कता नगर्ने हेर्नु जिन्दगी बर्बाद हुन्छ हजुर मलाई त दिमाग चाट्छु मान्छेको त दिमाग मात्रै चाट्दैन अरू पनि चाट्छ हजुर सेटिस्फाइड I want to be satisfied. मलाई त्यो सेटिस्फाई हुनु मन छ क्या बुझ्नु गरिब भयो क्या मलाई अति हट भयो के बनाछ हरिब बनाउँछ ए म त्यो त अब हरिब माई गॉड ड्याम पिङ्क अझ होइन कहाँ हुन्छ र यस्तो पिङ्क के थाहा पिङ्कको स्वाद कस्तो हुन्छ भनेर मेरो त छैन पिङ्क के गर्नु अब ब्ल्याक पिङ्क त होला नि त जे भयो Damn, son. कालो कस्तो कालो जुत्ताको कालो छ कि एउटा कस्तो पुरै लेदर कस्तो कालो हो क्या हो बेडरुममा कालो के छ कपाल यो त अलरेडी खैरो हो के अरे मम्मी गर्न जानु पर्यो हजुर छोरा के भयो मम्मी भूत देखे तर्से म के भन्छ यो मान्छे छापा हो यो त है मा कसम अमेरिकाबाट 1300 रुपियाँ झरिसक्यो क्या ए बुझ्नौ हजुर कहाँ जाने हेर्न माया के म प्रतिको माया ए म तिमी प्रतिको माया झरेको हेर्न मन लागेको छ तिमीलाई कसरी भन्नु त झरिसक्यो अब कसरी झर्न अब त्यो कसरी झर्छ कसरी देखाउनु त्यो कसरी देखाउनु त म त्यो भेटेर पनि देखाउनु मिल्छ क्या बुझ्नौ भेटेर होइन जनता यत्रो छन् जनताले पनि हेर्नु पर्छ ओए तिनीहरूलाई मेरो होइन तिम्रो चाहिँ हेर्न मन लागेको छ हजुर देखाउनुहुन्छ नि म देखाउँछु तिमीले देखाउँछ देखाउँदैन एक्ज्याक्टली तपाईँ के गरेर बसेको त्यस्तो त्यो बस्नु आफै बसेर हजुर म यहाँ राख्न रेडी छु त खाली छ त्यहाँ अगाडि थिचिन्छ बोसो दाल धेरै छ मेरो बोसो सक्छ क्या थाम्न मैले कसरी थाम्नुहुन्छ थाम्न अब जाब सक्दिनँ भने अब बोसो थाम्न आमाले झट्टारै हान्ने भयो मा कसम आमाले हिँडेर मम्मा मम्मा
एउटा आमादेखि त डराउने रहेछ अनि मजा आउँछ कस्तो कुरा गरेको यार वही मम्मीले पेलिदिन्छ हो खतरा होला हजुरको नाम लेख मैले मेरो दिलमा लेखिसकेको छु दिलमा लेख्यौ बिर्स्यो भने दिलमा अनि फेरि अर्कोले फेरि मेट्दियो भने हेर्नुहुन्छ फेरि अहिले ब्यान्ड भयो भने तपाईँको लाइभ हुँदैन त्यो हुँदै हुँदैन क्या म ब्यान्ड हुनै दिँदैन क्या बुझ्नौ मसँग निन्जा टेक्निक पनि हुन्छ क्या बुझ्नौ हेर्न जीवन ओइ खै ओइ आमाको छोरी ल यतिको भएपछि त धन्य ब्यान्ड भएको अझै अब देखेको भए त ब्यान्डै हुन्थ्यो यार मेरो त्यही भएर धन्न तर्सिनु मात्रै होइन एकछिन अनि एकछिन त म केयरफुल भइसकेको थिएँ क्या स्किप गर्नु थियो होइन क्या त्यो बनाउनु मिल्छ क्या त्यो हटाउनु त्यो लुकाउनु मिल्छ क्या तिम्रो अनुहार त्यस्तो हुन्छ क्या बुझेनौ ओहो भनेपछि त ट्याटु हानेको ट्याटु त हाथी त त्यो त पेनले हानेको क्या त्यो अझै मैले लेख्छे होला तर यहीँ मेरो लेख्नु भनेको सेतो इङ्क छ क्या टिपिक्स थाहा छ रातो दिन मैले रातो त के तिमीसँग कालो छ भनेर उनीहरू अगाडि कालो बोकिरहेछ के रातो दिन्छ होला र तिमीले मलाई कालो बोकेर रातो दिन्छु भनेर कत्रो फुर्ती गरेको कालो बोकेको छ रातो थ्याट एक्सपेक्टेसन्स भर्सेस रियालिटी चाहिँ के रे भन न के ब्ल्याक पेन मेरो व्हाइट इङ्क टिपेक्स बन्यो तिमीले कोर्छौ मैले मेट्छु क्या सेतोले बुझेनौ दाँते त्यति तीको छ म एक्सपेक्टेसन्स गर्दैछु कि मैले दाँते त्यति तीको छ अरू घोच्छ घोच्छ अरू त त्यो नएक्सपेक्टेड त्यो नसोचे पनि घोच्छ त्यो ओइ भन्छ फेरि ओमेगलमा भेटियो भनेपछि उसँग भोलि भेटेर पछि ओमेगलमा आयो भने चाहिँ मैले भन्छु है मैले पुरै बेल्ला यो स्याड ड्याम आई निड टु रिप्रेजेन्ट माइ सेल्फ भनेपछि होइन त अब मैले चिनाउनु पर्ने भयो अब जीवन कस्तो खालको रहेछ त ओहो भनेर अनि मैले भन्छु कि उसको पुरै बिल्ला गर्छ आएर यहाँ 50 लाख ठिक पहिला 50 लाख ठिक पार भन्दैछ केटाहरूले मलाई सम्झाउँदैछ किन तिमी नाबालिगको अरे किन हाँसेको है किन हाँसेको क्या हो तिम्रो निकाल्दै हाँस्छ त हेर ओइ मेरो रियलाइज चाहिँ कसले थाहा भयो हो हनी ट्र्याप हो भनेछ यहाँ ट्र्याप केही होइन उड्डेको उनीहरूले पाएन अनि त्यही भएर यहाँ चरम च्यासेहरू ए नपाएर चाहिँ त्यस्तै हो क्या तर होइन तर हजुरहरूको लागि पनि मेरो तर्फबाट धेरै धेरै माया छ के गर्न यति बोलेर फलोवर्स बढाउन खोज्दैछ है छम्मेकको ताली मादल बज्छ नि फेरि थाहा छैन मैले मादल नि बजाउँछु फेरि पुरै तालमा बजाउँछु मादल मैले बुझेनौ ताल पनि 3टा ताल हुन्छ नि फेरि थाहा छ कस्तो ताल म त फास्ट ताल एकदम फास्ट हो मेरो सुन्नु 1 ताल 2 ताल 3 ताल बुझ्यो 3 ताल हैन 3 ताल हुन्छ भनेको ताल बिताल मेरो त ताल बितालमा तर मेरो तालमा चाहिँ म दिन चाहिँ दिइरहेको हुन्छ क्या बेबी सुन्नु न 1 ताल त्यो भयो त्यो भइरहन्छ अनि यताबाट 3 ताल भयो हातै दुईटा छ नि 3 ताल कसरी चलाउनु कसरी त्यो हान्नु त्यो 3 ताल कसरी कसरी 3 ताल चाहिँ कसरी चल्छ बीचको चल्दैन साइडको हात दुईटा मलाई एक्सपिरियन्स छैन क्या तिमी जतिको एक्सपिरियन्स मसँग छैन क्या माई गॉड यार यो मान्छे त पुरै एक्सपिरियन्स गरेर आम्मा छोइ नसक्नु रहेछ यार हैन मेरो डबल मिनिङ यस्तो सेक्सी म यस्तो बुझ्छु कुरै छोड्दिन माई गॉड यार मैले के लुगा हो यो लाउनु त फेरि यहाँ कुर्ता लाएर फेरि राम्रै हुन खोजिरहेछ स्वर्ग कि परी त्यो पनि कुर्ता त हो यो कसरी कुर्ता हो यो हामी चाहिँ के हो हामी अहिलेसम्म लुगै के हो तिमीले तलको हेर्नु न तल चाहिँ कहाँ अब त्यो देखाएको भए पो हेर्नु त्योभन्दा तलतिर हेर्नु न त्यो कुर्ता अलि कुर्ता टाइपकै हो के नाटक त्यो छाडावाला हो के त्यो पनि मैले छोटो कपडा लगाउँदैन खासै किन नि
त्यही त तर टाइप सेट अनि के कतै सुत्छु सुत्न त अब हजुरलाई देखिसकेपछि कहाँ निन्दा लाग्छ र अब रातभरि अब तडपेर बस्छु अब क्या करे तडपिएसिए हेर्नु हामी भेट्दाखेरिको म अझै कहानी भन्छु भन्नु भन ए आज जानुपर्ने त छैन कतै छैन अब मेरो गेमै क्यान्सल हुन्छ अब मेरो लास्ट हुन्छ मेरो 2 घन्टा 2.5 घन्टा भइसक्यो भन के गरेको 2 घन्टा अब मेरो स्टेमिना नर्मल एभरेज स्टेमिना हो के हो बुझ्नौ 2.5 घन्टा अनि सुत्ने थाकेपछि सुत्नु पर्यो त अहिले भन्नु एकछिन पछिन अब अहिले सुन्नु न म हतार भइसक्यो सुन्न अनि हामी भेट्छौँ होइन यसो आयो हजुर आउनु अनि क्याफेमा जान्छौँ सुरुमा त अनि क्याफेमा जान्छौँ अनि हजुरहरूले लज आउनुहुन्छ अनि होइन अनि मैले बिस्तारै हजुरको अनि अब यस्तरी बस्नु भएको हुन्छ हजुर उपर खुट्टी हालेर बस्नु यस्तो अनि म यस्तरी बस्छु कि अनि यसरी बसेर हजुरको खुट्टामा छुन्छु बिस्तारै अनि रन के भने के गर्नु अनि यस्तरी बस्यो भने त यतापट्टितिर छुन्छ नि त त्यस्तो त्यो निमा छुन्छ अनि त्यसपछि अनि बिस्तारै यस्तो गरेर हजुरको हातमा यस्तो गर्छु अनि यस्तो हजुरको हात पकड्छु भने कि मैले अनि यस्तो गर्छु अनि हजुर बोल्नु भएन हाँस्नुभयो मस्किनु भयो भने त्यसपछि अनि यस्तो गर्दै अनि यहाँ यस्तो अनि यहाँ चाहिँ अलि अब यस्तो अनि यस्तो गर्छु अनि त्यसपछि अनि बिस्तारै अनि यस्तो अनि यहाँ यस्तो अनि फेरि रन्केर टन भयो भने के गर्ने फेरि बिस्तारै पालो आउँदैछ के अझै सुनाइदिने अर्कोचोटि भेट भयो भने त्यतिखेर मैले के सुनाउनु फेरि होइन अब भन न पारेसरी यो अनि त्यसपछि अनि यस्तो गरायो यस्तो भयो अनि यहाँ भयो अनि त्यसपछि यहाँ भयो यस्तरी त्यसपछि यताबाट अनि यस्तरी अनि यहाँ पनि यस्तो अनि त्यसपछि अनि ओठमा अनि यस्तो अनि यस्तो कतिजनासँग भइसक्यो पारेसरी यो कतिवटा केटासँग भइसक्यो पारेसरी यो भनेर सुन्नु कहानी होला कहानी सुन्नु भने भन अनि त्यस्तो गरेर अनि त्यसपछि अनि यहाँ भयो त्यसपछि अनि कानमै अब मतलब मस्ट अनि यो चाहिँ घाँटीमा चाहिँ अनि त्यसपछि यस्तो गरेर अनि यता फर्केको हुन्छ नि दबा लगाएर अनि यस्तो गराउँछु अनि त्यसपछि अनि आफ्नो अनि यस्तरी बुझ्छु अब हजुरलाई अब जस्तो भए पनि अब होइन रोगी त बनाउनु भएन नि त लिपस्टिक भएर होइन अनि यस्तरी यता फर्काएँ अनि आफू लिपस्टिक चाहिँ तरी पुज्छु अनि यस्तो अनि सुरुमा अनि यस्तरी छुन्छ अन्त यस्तरी माई गॉड यार म त यही म डुबिसकेँ क्या बुझ्नु अब म अब साइको भइनु आँटिसकेँ क्या अब म सोच्दैछु क्या फकिङ अब अनि त्यसपछि के अनि त्यसपछि यस्तरी छोयो पहिला अन्त यस्तरी छोयो त्यसपछि अनि यसलाई भित्र लग्ने अनि त्यसपछि माथिको अनि यसले बच्चाले दुध खान्छ नि यसरी कि जिब्रोले के अनि त्यस्तरी नि यसलाई अनि यसलाई भित्र तान्ने सिकाइरहेको मलाई सिक्दैछु म अनि नेक्स्ट अनि यो बच्चाले त्यो दुध चुस्छ के यस्तरी के जिब्रोले के ओके लिक द्याट शिट अनि त्यस्तरी यसलाई अनि त्यसपछि अनि घाँटीमा कानमा सुस्तरी गरेर सास फेर्ने सुस्तरी बिस्तारै भन्छ नि सास फेरेर अन्त यहाँ किस गर्ने यहाँ अनि मेरो हात बिस्तारै मेरो हात चाहिँ
हजुरको कपालतिर अब सक्यो अनि रन्क्यो भने के गर्नु के नभने घर जाने हजुर आफ्नो घर के गर्नको लागि पनि केही फाइदा हुनु पर्यो नि त मतलब हो किन भन्नु मतलब केही गर्नको लागि पनि केही फाइदा हुनु पर्यो नि त कस्तो के गर्नु फाइदा त अब घोज्ने फाइदा धेरै त्यो घोज्दा पनि आनन्द आउने फाइदा छ नि त ओइ हेलो बुझ्दैनौ Damn, son. भयो यार भयो अब अनि त्यसपछि पहिला होइन कतिजनासँग यो प्लान चाहिँ तिमीले यतिको सोचिसकेको कि यतिसकेको कतिजनासँग चाहिँ गरिसकेको प्लान चाहिँ यो मेरो ड्रिम हो के त्यही भएर भनेको पागल औरत गफ प्रमिस अहिलेसम्म गरेछ नि चाहिँ हो मसँग मात्रै ट्राई गर्ने सबैसँग ट्राई गरिसकेको फेरि मलाई नि यही सुनाउँदै फेरि मलाई नि यही ट्राई गर्यो भने फक द्याट शिट तपाईसँग त यति ढोक सोन कि तपाईँले मेहनतै गर्नु पर्दैन बेबी भयो अब गर्नुपर्छ भएन भने अनि तिमी नै भयो मरे अब भयो म आया दुखे म मरे भन्यो भने के गर्ने फेरि यहीले यो काटिदिन्छु मैले साँच्चीकै क्या जिउ पम्प भइसक्यो कि मेरो होइन तर अब बुझ न के भयो त्यही हो त्यो रेडी भनेपछि तिमी रेडी छौ छैन कस्ता कता गए मुसाको चल्न दरबार मैले सुनेको केटाहरूले त थाहा हुन्छ अरे होइन थाहा हुन्छ मलाई चाहिँ पाउँछ अरे मलाई थाहा हुन्छ मलाई थाहा भएन तर थाहा हुन्छ अरे कि मेरो एक्सले भन्थ्यो क्या कुरा गरेको भन्थ्यो कि उसले मलाई थाहा हुन्छ यतिसँग गरे अनि यतिको यस्तो भयो उस्तो भयो भनेर सुनाउँथ्यो मलाई त थाहा हुन्छ बुझ न तिमी अनि म रहन्छु भने के गर्नुहुन्छ रहेन रहेछ भने मतलब यदि म भर्जिन रहन्छु भने के गर्नुहुन्छ अरे अब तिमीलाई डोज दिन्छ डोज पुग्ने गरी अब तिमीलाई डोज पुऱ्याउँछु म कहानी भइरहेको छ तर थाहा नपाउने गरी कहानी भइरहेको छ बुझ्न ए प्राइभेट म त राख्न सक्दैन नि प्राइभेट त फेरि कहाँ राख्छु त पब्लिक चाहिँ अब स्टोरीहरू त हालिराख्नु पर्यो नि त के भन्दै ओहो जेभन ह्यान्डसम मेरो बेबीसँग डेटिङ गएको अवस्था हाल्दैन कस्तो हाल्छ त तिमीले अननोन फोटो खिचेर त्यो हुने नहुने हुन्छ नि कान कोट्याइरहेको कपाल चलाइरहेको प्यान्ट मिलाइरहेको त्यस्तो अर्कै हाल्यो भने फेरि लुगा खोल्दा खोल्दै त्यस्तो त हाल्दैन त्यो त मैले मात्र हेर्छु पहिला जतिले हेरेँ अब चाहिँ मैले हेर्छु होइन हुन सक्छ तर अनि फेभरेट चाहिँ कुन हो तिम्रो पोजिसन अब कुन चाहिँ तिम्रो बवाल स्वाद पर्छ त मतलब पोजिसन अब कस्तो चाहिँ गर्दा कसरी फिलिङ्स आउँछ तिमीलाई चाहिँ फेभरेट पोजिसन चाहिँ कस्तो तिम्रो के पोजिसनको कस्तो पोजिसन अब स्वाद आउने पोजिसन अब कुन पोजिसन कस्तो स्वाद आउने जस्तो पनि मादल कसरी तिमीलाई अब कसरी गर्न पड्काउन कसरी मादलको ताल कसरी मिलाउन मन लाग्छ मलाई त्यो भनेको मलाई डग पोज मात्र थाहा छ अरू थाहा छैन डग पोज नि त्यो भनेको बिल्ला हो क्या त्यो चाहिँ छ नि तिमीलाई थाहा छैन क्या त्यो पछि हो क्या अब त्यो म अब फक द्याट शिट यु फिल मी हजुरको त हात बानेर माथि चढेर खोलेर यो फाडेर त्यो नि हुन्छ त्योसम्म नि क्रेभिङ हान्छ केटीहरूलाई नि क्रेभिङ कन्ट्रोल कन्ट्रोल है बरु हामी अहिले केटाहरू त्यस्तो हुँदैन होला के भएको अब तपाईँलाई त खान्छु मैले कहाँदेखि स्टार्ट गरौँ बेबी हजुर माथि के लगाउनु मजा आज देखेको छैन क्या
त्यसको भित्र के छ नथिङ फकिङ गर्मी भइरहेछ झन् खै के खै खै के लगाउनु पर्छ नि हेर हेरि साँच्चीकै ए ए अनि लागेको छैन भनेछु त मैले के पनि माथि यस्तरी के यस्तो अघि त्यो के ए मा कसम केही लागेको छैन भन्दैछु मलाई हेर्न मन लाग्यो नि त नलागेको भए पनि ए र खै यहाँ ब्यान्ड हुन्छ भनिरहेछु मैले क्या फेरि त्यो तपाईँकोदेखि पनि ब्यान्ड हुन्छ अब भन्न सकिन्न क्या होइन माथिको पनि नि भन्न सकिन्न क्या रिक्स छ क्या रिक्स प्राइभेटमा हेर्छु त्यसो भए like केटा यो चाहिँ what I'm saying is I don't know fucking damn son तर स्वाद परिरहेछ मलाई कस्तो स्वाद पिरो नुनिलो ओइ नुनिलो हुन्छ अरे हैन मायाको रङ नुनिलो हुन्छ तर मलाई थाहा छैन मैले खाएको छैन त्यस्तो चिजहरू I don't know यार अब मैले सुनेको मैले पिङ्क खाँदा चाहिँ गुलियो गुलियो नुनिलो नुनिलो स्वाद चाहिँ स्वादै थियो तर I don't know यार अब मैले ब्ल्याक चाहिँ ब्ल्याक के फेरि बुझ्नु बोका आफ्नो कालो र अर्काको गोरो चाहिने अन्त कालो र सेतो मात्रै देख्यो ओ अनि तिमीले पिङ्क देखेको छैन अनि त्यो डाक्टरको के सेतो खान त ओ डाक्टर जोनी डाक्टर जोनी नि चिन्छौ डिक्स नि चिन्यौ त्यसपछि के रे फकिङ गङ्स पनि गङ्गुको भाइ हानको पनि ओ माई गुडनेस ए हजुर हानको मेरो म रेगुलर नुहाम अथवा जाडो महिनामा 2 दिनमा नुहाउँछु गर्मीमा त 2-3 चोटि फेरि दिनमै अनि के भन्छ तर मैले रेगुलर नुहाए पनि त्यो यस्तो हुन्छ नि के त्यस्तो चिल्लो त्यो रेगुलर नुहाए पनि रेगुलर अनि भनेको ए स्वाद त्यो गरेन भने चाहिँ मजा नि मजा आउँदैन क्या बुझ्नु मेरो त यस्तो पनि बाल छैन यो हो नि त स्वाद ओ यो कति सुत्यो तिमी अब तपाईँ जानुहुन्छ फेरि अर्कोसँग बोल्छ जान्छु अब साँच्चीकै निस्किन्छ यार मलाई पुग्यो मलाई यतिले डोज पुग्यो मलाई म साइको भएँ मेरो ओभरडोज मलाई यतिमै डोज चाहिरहेछ म के को डोज दिउँ मायाको डोज दिउँ अर्को दिने अन्त मायाको डोज पुगिसक्यो क्या तिमी अब मेरो अब त्यही मैले भने चाहिँ सिरिन्ज घोस्ने एउटा सिरिन्ज मसँग मैले त्यो बुझ्दैनौ घोसेर मलाई के थिएँ म नि घोस्ने मेरो अब हल्का एक्सपिरियन्स छ कि यहाँ टोक्दैन त्यो त ल ल ल है म जुन दिन भेट्न जान्छु गाइजहरू म ट्याक्क त्यो मात्रै फोटो खिचेर पनि जहाँनिर बनाउँछु त्यहाँनिरको फोटो खिचेर हाल्छु नेक्स्ट डे मैले यहाँ हाने भने त्यहीँको पनि फोटो खिचेर पनि हालिदिन्छु छाडा छेट त्यहाँको भने के त्यहाँ बनाए पनि डबल स्ट्रिम ल बबाल स्ट्रिम भयो आज टुडे नेभर एक्सपेक्टेड यार आई स्वेयर टु गॉड म्यान अलराइट टेक केयर म सक्दिनँ यार म आई स्वेयर सक्दिनँ यार म भेटेर मात्रै सक्छु म यसरी बोलेर सक्दिनँ आई क्यान्ट पञ्च सक्ने हो र मैले बिल्ला यस्तो हरि गर्छु गाइजहरू ए बिल्ला हुने चान्सै छैन क्या हेर नि सिक्स प्याक रन्केको अब रातै भइसक्यो तल पनि के सिक्स प्याक तल पनि के प्याक निस्क्यो हो मेरो तल पनि छ निस्किछ नि टाइप सेट अलराइट म सुत्छु यार अब वेकमा कसम बुझ्नु त्यहाँ बोल्ने होइन त्यहाँ सुत्ने फेरि त्यहाँ हुन्छ है अनि एभ्रीवन वी जस्ट इन्टरटेनमेन्ट यु फिल मी व्हाट आइ एम सेइङ प्लिज डोन्ट टेक इट नेगेटिभ अर सिरियसली किनभने उता पनि गाह्रो नहोस् यता पनि गाह्रो नहोस् फेरि हामी यसरी रमाइलो गर्न पाउँदैन फकिङ स्वाद पाउँदैन फेरि हामीले भोलिबाट त्यसैले फेरि भोलिबाट मेरो स्ट्रिम लाइभै जाँदा फेरि टाइप सेट यु फिल मी व्हाट आइ एम सेइङ अनि यु गट अन्डरस्ट्यान्ड यु फिल मी व्हाट आइ एम सेइङ स्याड आई लभ यु अल अनि त्यही गाइज उता पनि गाह्रो नहोस् प्लिज डोन्ट हेट कमेन्ट नगरोस् फेरि यताउता हो केटी भएर बोल्न आउँदैन लाज छैन शरम छैन भन्नेहरू प्लिज डोन्ट मेक इट ब्याड बुझेन व्हाट आइ एम सेइङ त्यो सिचुएसनहरू चाहिँ त्यो फक द्याट सिट चाहिँ नगर कि बुझेनौ त्यसैले प्लिज लिभ हर लेट हिम लिभ लेट हर लिभ यु फिल मी व्हाट आइ एम सेइङ अलराइट म्यान आई नो एभ्रिथिङ फकिङ त्यसैले
मैले भनेर मैले बुझाइ दिइरहेको रेप गरी बोल्छ उ इंग्लिशको त मामे नेक गर्न बदल त इंग्लिशको के भएको अनि रेप भनेको इंग्लिशमा मात्रै होला मैले यसरी बोल्नेमा तर त्यस्तो म रेप गर्दिन यार आइ एम सरी मलाई त गर्न पनि सक्नु भन्नु मैले दिए भने गर्न सक्दैन म जेल जानु छैन यार आइ एम सरी तँलाई दिए पनि गर्न सक्नुहुन्न होला दिए नि सक्दिन हजुर कसरी सक्दिन दिए पनि खै मन लाग्दैन सरी रे यत्रो छ हजुरको लुकेको जिउमा लुकेको बल भन्ने थाहा छैन बल अब तल आयो त ठिकै हो न ओइ बल हुन्छ हैन आँखाको बल के आँखादेखि लिएर पाखुरादेखि लिएर यहाँ त मेरो पनि छ कि योदेखि लिएर खै हेरौँ त भएन के त्यसलाई फेरि ओइ मा कसम त्यो बल भन्दैन त्यो जार बोकेको त्यो हल्का आएको त्यो प्लिज जिम गर्छु र मैले पनि त्यो जार बोकेको त्यो मात्र निस्केको क्या बुझ्नौ टाइप सेट मैले देखेँ क्या म देखेँ ल म सुत्छु अब म खाना खान्छु अनि सुत्छु म ल खाना खान्छु खाना खान्छु अब खाना अघि मम्मीले राखिदिइरहेको थियो त्यो खाना नआएर गाली गरिरहेको थियो क्या मलाई खानै छोपेन अरे यहाँ गरेन अरे टाइप सेट बुझ्नौ अरू गरी खानुहुन्छ अरू गरी खानुहुन्छ के अरू कहिले खानुहुन्छ अब कहिले खानुहुन्छ के रे अरू कहिले खानुहुन्छ ए अरू तिमीले दियो भने खान्छु कहिले दिन भने त तिमी जहिले रेडी आइम जहिले तिमी रेडी त मनी रेडी पिस आउट टेक केयर हस् बाइ बाइ गुड नाइट स्किप गरौँ बाइ यो सैड यो ड्याम यार मजी अनएक्सपेक्टेड यार यो मैले फर्स्ट टाइम यसरी केटी बोलेको होला यार लामो fuck that shit यार guys no cap man one of the fine यार यस्तो केटीहरु चाहिँ हुनुपर्छ किनभने we improving now you feel me what I'm saying नेपाल अब चेन्ज हुँदैछ बिस्तारै बिस्तारै man I am the one who changed this shit you feel me what I'm saying मैले बोल्न आउँदैन पारा आउँदैन के केटी हो कस्तो हो केटा त्यस्तो त डन जज है मादर चुत केटा हो अब त्यो सकिसक्यो वी जेनरेसन जेट हो अब जेन जेट यु फिल मी त्यसैले हामी मुजी प्लिज यु निड टु चेन्ज बाउ आमा जस्तो हुनुहुन्न अब गाइज वाट आइम सेइङ अब छाडा त अब त्यो निस्किनै पर्यो नि अब टाइप सेड होइन अब स्वाद पर्यो मलाई मा कसम अनएक्सपेक्टेडमा अनएक्सपेक्टेड सेड नो क्याप आई लभ दिस किनभने तर उनी बाल नदिने खालको जस्तो लाग्यो किनभने भाइरल आफ्नै पारामा भाइरल छ क्या टिकटकमा इन्स्टामा वाइल्ड भ्युज रहेछ मलाई थाहा थिएन मैले चिने नि थिएन अनि प्लिज केटा हेट नगरिदेऊ होइन त्यो छाडा त्यो नेगेटिभ नगरिदेऊ त्यस्तो त्यो त्यहाँ जेन भन्नेमा जे नि बोल्दै हिँड्ने बोल्न त पऱ्यो नि त राइट टु फ्रिडम त हुनु पऱ्यो नि केटीमाथि पनि क्या केटीले बोल्दा चाहिँ छाडा अब फ्रिडम छैन केटीले बोल्दा चाहिँ पारा देखायो यस्तो गर्यो छ्या त्यस्तो लाज नभएको केटी यसको त बिहे हुँदैन भने त्यस्तो त्यो प्लिज डोन्ट जज व्हाट द फक स्याट नो वेट है ल अल राइट केटा हो लास्ट भोक्ला यार सिनोज हाउ टु ह्यान्डल या सिनोज त्यो म त्यो थाहा छ मलाई आई नो क्या सिनोज हाउ तर म आफैलाई पनि प्राइभेसी उसको प्राइभेसीले गर्दा म आफैले स्ट्रिम मलाई कस्तो अब लाइक यु फिल मी व्हाट आइ एम सेइङ ड्याम अल राइट म्याच सिस प्लिज केटा हो त्यति बुझ्छ होला मेरो छापा ग्याङले मेरो केटाहरूले होइन किनभने अब मै केटी भएको भने मलाई हेट आउँथ्यो होला क्या तँलाई के हो मजी स्ट्रिममा तँलाई लाज लाग्दैन तेरो बाउ आमाले हेर्दैन तेरो स्ट्रिम मेरो बाउ आमाले स्ट्रिम हेरेर आउँछ त्यही भएर मलाई नि अब कहिलेकाहीँ अब अलिक अडा लाग्छ किनकि फकिङ अब गाह्रो छ नि त बुझाउन होइन केटीसँग के हो म्यानर छैन बोल्न तरिका हुँदैन डिसिप्लिन छैन भन्ने नि हुन्छ केटीलाई पनि त्यही हुन्छ टाइप सेड केटा हो त्यसैले डोज दिनै पर्यो हल्कै म्यासेज आउनु थालिसक्यो केटाहरूको अल राइट ल केटा हो है त मेरो केटाहरूले चाहिँ प्लिज डोन्ट हार्म एनी वान मेरो स्ट्रिमबाट कसैलाई पनि केही पनि नभन क्या द्याट्स हल राइट क्या उसको कन्सेन्टले ऊ त्यही बोल्न आएको त्यही रमाइलो गर्न आएको त्यही रमाइलो दिन आएको हो क्या बुझ्नौ तर प्लिज गाइज मनी यतिकै इन्टरटेनमेन्ट दिन आएको कन्टेन्ट होइन मनी रमाइलो गर्न आएको तिमीहरू पनि रमाइलो हेर्न आएको त्यही हो गाइज ल अल राइट म्याट टेक केयर आई लभ यु अल इच एन्ड